रमाउँदै त्यसलाई आफ्नो कान्दामा राख्छ र घर आएर त्यसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाऊ, किनभने मैले आफ्नो हराएको भेडा भेटाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ। 99 जना धर्मी व्यक्ति, 99 जना भेडा हराएको, एउटा भेडा 100 मा एउटा भेडा हराउँदाखेरि त्यो गोठालाले कसैको हातमा 99 भेडा जिम्मा नदिकिन उसले के गर्यो, त्यो भेडालाई त्यतिकै वनमा छोडेर के गर्नुभयो, उहाँले चाहिँ एउटा भेडाको खोजीमा निक्लिनु भयो। जब त्यो भेडा भेट्यो त्यतिखेर उसले के गरे भन्दाखेरि आफ्नो मित्रहरूलाई भन्यो, आफ्नो पडोसी, आफ्नो छिमेकीलाई भन्यो, यो भेडा हराएको थियो, आज भेटायो, म कति आनन्द छु, म कति आनन्द छु। तर त्यो हराएको भेडामा आनन्द मनाउनु भन्दा अर्को कुरा पनि वचनमा लेखेको छ है मेरो प्रिय। त्यो कुरा चाहिँ के हो भन्दाखेरि, अब त्यो भेडा भेट्यो, आनन्द मनायो, खुसी भयो। ओ मेरो भेडा जङ्गलमा हराएको थियो, चोरले पनि लगेन, चोरेर लगेर काटेर खाइदिएन, चितुवाले पनि खाएन, स्यालले पनि खाएन, यो भेडा मैले भेटी, अब यो भेडालाई म काँधमा बोक्छु र घरमा लान्छु र मेरो मित्रहरू, मेरो दोस्तहरू, मेरो छिमेकीलाई म भन्छु र म आनन्द मनाउँछु भन्नु। मेरो प्रिय, अर्को इम्पोर्टेन्ट कुरा के छ त्यहाँ, त्यो कुरा हामीले बुझ्नु पर्छ। इम्पोर्टेन्ट कुरा भेडा भेट